साथीहरूलाई स्वागत छ है। म तपाईँहरूलाई यो अर्ग्यानिक चिज देखाउन जाँदैछु है खाएर। यहाँ हेर्नुहोस् है, यो पुरा यो जङ्गलको तरुल छ। म चाहिँ यो यस्तो सादा नुनसँग मात्र खानेवाला छु है। यो प्योर जङ्गलको तरुल हो है। यो चाहिँ तपाईँहरूलाई कतिको मनपर्छ, मलाई चाहिँ असाध्यै मनपर्छ यो जङ्गलको तरुल। र यसरी तरुल अब यसको स्वादको त कुरै नगरौँ है साथीहरू। यो नुनै नभइकन खाए पनि यति मजा आउँछ। यसको बास्ना यति मिठो छ। हेर्नुहोस् है, शुद्ध जङ्गलको जङ्गली तरुल है, एकदमै स्वादिलो हुन्छ। हामीले घर तरुल त प्रशस्त मात्रामा खाइरहेका छौँ, तर यो जङ्गलको तरुलको स्वाद अति मिठो छ। तपाईँहरूले खानु भएको छ कि खानु भएको छैन, कृपया कमेन्ट गर्नु चाहिँ सक्नुहुन्छ है। जङ्गली तरुल मलाई चाहिँ यो खुर्सानी खान मन पर्दैन, त्यही भएर म नुनसँग मात्र डुबेर खाइदिन्छु। मिठो छ है। यो उसिनै गर्नु फेरि।